इटरीको सहरीकरण औद्योगिकरणको कारणले गर्दाखेरि यस्तो घना आबाद क्षेत्र भयो। पोल्युसन पनि पहिलाको भन्दा धेरै बढेको अवस्था छ। अब त्यो चाहिँ मैले कसरी भने अरू बेला कार्तिकको पहिलो हप्ता यहाँ सनसेटको दृश्य एकदम राम्रो देखिन्थ्यो। यो एरियामा ठ्याक्कै सनसेटको दृश्य देखिन्थ्यो, तर अहिले बाक्लो तुवालो, बादल पनि होइन, बाक्लो तुवालोले ढाकेको देखिन्छ। हुनसक्छ भारतको सीमावर्ती सहरहरूमा चाहिँ हिजो दीपावली 2082को उपलक्ष्यमा चाहिँ पटाकाको म्याक्सिमम प्रयोग भएको कारणले पनि हुनसक्छ, अथवा औद्योगिकरण अनि अव्यवस्थित रूपमा चाहिँ बस्ती बस्ने औद्योगिकरण होइन अनि लगायतको कारणले पनि हुनसक्छ। उतापट्टि महाभारत पहाडदेखि धरानन्दा माथिको भेटार क्षेत्र, पानमारा क्षेत्रको पहाडदेखि त्यो पनि छैन भनेपछि अहिलेको 22 सालको कार्तिकमा यस्तो हुनु भनेको चाहिँ यो अनिष्टको सङ्केत हो। यहाँ सबैको जय होस्, मङ्गल होस्। औद्योगिकरण पनि यस्तो व्यापक भयो कि आजभन्दा 20 वर्ष अगाडिसम्म हामीले चाहिँ यहाँ खेतमा धान गहुँ प्रशस्त रूपमा लगाएर हामी यहीँबाट जीवन निर्वाह गर्थ्यौँ। हामी कृषिमा चाहिँ निर्भर थियौँ भने अब टोटल्ली हामीसँग भएको जग्गा हामीले बचाउन सक्ने अवस्था छैन, किनभने पहिनी पनि एउटा भनौँ न त्यो एक हिसाबले क्षयीकरण भएको अवस्था छ। अनि सरकारले अथवा लगायतका अरू विभिन्न निकायहरूले यसलाई चाहिँ प्राथमिकतामा राखेको पनि देखिँदैन। त्यसै कारणले गर्दाखेरि अहिले खेती गर्न सक्ने अवस्थै छैन, किनभने सिँचाइ प्रविधि त्यस पछाडि अब अतिक्रमण आदि लगायतले गर्दा गर्न सक्ने अवस्था छैन। अनि औद्योगिकरणले गर्दाखेरि यो भएको जग्गाहरू पनि व्यापारीकरण भनौँ न, यसमा चाहिँ औद्योगिकरण भन्दा पनि ठुल्ठुला उद्योगहरूको चाहिँ गोदामहरूको र अनि गाडीहरू भेहिकलहरूको सोरुमदेखि लिएर अनि ग्रिलदेखि लगाएर यस्तै किसिमका कारोबारहरूले चाहिँ व्यापक रूपमा सहरीकरण भएको अवस्था छ। खाली जमिन पनि पाउन गाह्रो अवस्था छ। यहाँहरू सबैको जय होस्, मङ्गल होस्। जय इटरी, जय कोशी प्रदेश, जय देश नेपाल। नमस्ते। यहाँहरूको दीपावलीलाई को चाहिँ धेरै धेरै शुभकामना है। यहाँहरू बाँकी दीपावली छ, मैले आफू मनाउनु नभए पनि यहाँ हजुरहरूले चाहिँ हर्षोल्लासपूर्वक चाहिँ दीपावली मनाउनुहोस्। त्यसको मङ्गलमय शुभकामना दिन चाहन्छु। दीपावली 2082 को। हस् त, नमस्ते, गुड इभिनिङ फ्रम इटरी।